माननीय सदस्यहरू, हाम्रो नियमावलीको 38 मा राष्ट्रपतिबाट गरिएको सम्बोधनको लागि धन्यवाद प्रस्ताव पारित भएपछि राष्ट्रपतिबाट गरिएको सम्बोधनमा उल्लिखित नेपाल सरकारको नीति तथा कार्यक्रममाथि छलफल गर्नको लागि सभामुखले प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको कुनै मन्त्रीसँग परामर्श गरी दिन र समयावधि तोक्नेछ र त्यसरी तोकिएको दिनमा दलीय प्रतिनिधित्वको आधारमा सम्बोधनमा उल्लिखित विषयमा छलफल हुनेछ। त्यसैको उपदफा 2 मा राष्ट्रपतिबाट भएको सम्बोधनमा उल्लिखित नेपाल सरकारको नीति तथा कार्यक्रममा सभामुखले उपयुक्त ठहराएको रूपमा संशोधन पेश गर्न सकिनेछ। त्यसैको 3 मा उपनियम 1 बमोजिमको छलफलको क्रममा उठेका प्रश्नको जवाफ छलफलको अन्त्यमा प्रधानमन्त्री वा निजको अनुपस्थितिमा निजले तोकेको मन्त्रीले दिनेछ भनेर यो नियमावली तपाईँ हामीले नै बनाएको हो। सम्माननीय प्रधानमन्त्रीज्यूले यही नियमावलीमा टेकेर आफ्नो उपस्थिति हुन नसक्ने कुरा स्पष्ट लिखित रूपमा व्यवस्थापिकालाई जानकारी गराउनु भएको छ। यो नियम हो, हामीले बनाएको कानुन हो। हामी कानुन निर्माणको थलोमा छौँ। त्यही कानुन, त्यही हामीले बनाएको नियमावलीमा टेकेर हामी सदन सञ्चालन गरिरहेका छौँ। हामी त्यसैमा टेकेर सदन सञ्चालन गर्न चाहन्छौँ। तर अहिले मान्य सदस्यहरूले के प्रश्न गरिरहनु भएको छ भने सम्माननीय प्रधानमन्त्रीज्यू आउने सुनिश्चितता गर्नु पर्यो भनेर। म मान्य सदस्यहरूलाई आगामी दिनमा पनि कोही पनि मान्य सदस्यज्यूहरूको, सम्माननीय प्रधानमन्त्रीज्यूको मात्र होइन, कोही पनि मान्य सदस्यज्यूहरू भोलि यो सभामा आउनु सक्नुहुन्छ या सक्नुहुन्न भनेर आज नै सभामुखले उहाँ सदस्यको भोलिसम्मको कार्यतालिका तोक्न सक्ने कुनै आधार र अधिकार मैले देख्दिनँ। मान्य सदस्यहरू, समय बित्दै जाँदा मैले भनेको छु, आजको सभा सञ्चालन सम्पन्न भइसकेपछि सम्माननीय प्रधानमन्त्रीज्यूसँग संवाद गर्छु। छलफलहरू गरिसके पछाडि त्यसको निष्कर्ष यहाँहरूलाई सुनाउँछु, संवाद गर्छु, छलफल गर्छु भनेकै छु। तर मैले यहाँहरूलाई यो भनेको छैन नियमावली कुल्चिएर, नियमावली नमानेर, विधि नमानेर मैले यहाँहरूलाई जबरजस्ती सदन चलाउनको लागि बस्नुहोस् भनिरहेको छैन। राष्ट्रको मुद्दा छ, जनताको मुद्दा छ, देश निर्माणको अभियानको विषय छ, देशको नीति तथा कार्यक्रमको विषय छ, विकास निर्माणको विषय छ, जनताको जनजीविकाको विषय छ, देशमा सुशासन कायम गर्ने विषय छ भने हामी यो विषयमा सम्माननीय प्रधानमन्त्रीज्यू अथवा नेपाल सरकारको तर्फबाट कोही एकजनाको उपस्थितिलाई नै हामी अन्तिम ठानेर सभा रोक्नु कति जायज होला?